यदि हजुरहरू पनि अमेरिकामा बस्नुहुन्छ अनि हजुरलाई नेपाली डोनट्सको एकदमै क्रेभिङ भइरहेको छ भने आउनुहोस् सँगै इजी पिजी एकदमै लेजीवाला डोनट बनाउँ। मलाई चाहिँ म प्रेग्नेन्ट हुँदादेखि नै डोनट्सको एकदमै धेरै क्रेभिङ भइरहेको थियो अनि आजभोलि चाहिँ मेरो फर यु पेजभरि डिनर रोल्सले डोनट बनाएको भिडियोहरू कुदिरहेको थियो अनि म पनि किन ट्राई नगर्ने भनेर आज चाहिँ मैले ट्राई गर्न डिनर रोल्स क्रोगरबाट लिएर आएको वालमार्टमा पनि पाइन्छ भनेर सुनेको छु। यदि हजुरहरूलाई पनि यो डोनट ट्राई गर्न मन छ भने चाहिँ एकचोटि केही एक्स्ट्रा एफोर्ट लगाउनै नपर्ने। मैले नर्मली डोनट बनाउन खोज्दा चाहिँ 2-3 पटकसम्म पनि राम्रो बनेको थिएन अनि यो पालि चाहिँ मैले होप गरेको छु कि एकदमै नेपालको जस्तै टेस्ट आउने गरी बनोस् यो डोनट भनेर। जसरी यो सेप आयो नि डोनटको यो देख्दा चाहिँ बन्छ भन्ने कुरामा म विश्वस्त छु। तैपनि फर्स्ट टाइम हो, अलिअलि डर भने मनमा पक्कै लागेको छ। नपाक्दैखेरि एकदमै मिठो स्मेल आइरहेको थियो। मैले चाहिँ यसरी सबै डोनटको सेप दिएँ, त्यसपछि लगभग 3 घन्टा जति रेस्ट गर्न छोडिदिएँ यसरी ढाकेर। पछि हेर्दा चाहिँ यो मजाले फुलेर यत्रो यत्रो ठुलो भइसकेको थियो। अब फ्राई गरौँ सँगै। मैले घरमै आफै डो रेडी गरेर डोनट बनाउन ट्राई नगरेको भने पक्कै होइन, तर के मिल्दैन भने जस्तो टेस्ट त कहिले पनि आएको थिएन। यो पालि चाहिँ आउँछ भन्ने आशा गरेको छु। तैपनि फर्स्ट टाइम हो, एकदमै डर पनि लागिरहेको छ। भगवानलाई प्रे गर्दै मैले पहिलो डोनट पार्नलाई तेलमा राखेँ। कस्तो मजाले राम्रोसँग फुल्यो यो डोनट, इस्ट यसैमा हुने रहेछ अनि कस्तो राम्रोसँग फुल्दो रहेछ पनि। देख्दा त नेपाली टेस्ट आउला आउला जस्तो छ है, मैले खाएको चाहिँ पक्कै छैन। आज चाहिँ यो डोनट बनाउनुमा मेरो मात्र डिमान्ड थिएन के, वेदरको पनि डिमान्ड छ। एकदमै चिसो छ, स्नो परेर सबै कम्पनीहरू बन्द छ, हाम्रो पनि कम्पनी बन्द थियो अनि यो चिसो वेदरको डिमान्डलाई पुरा गरौँ भनेर मैले यसरी डोनट बनाएको। कस्तो क्रन्ची बनेको थियो, एकदमै राम्रो खाउँ खाउँ लाग्ने बनेको थियो। हेर्दै टेस्ट भने कस्तो छ मैले खाएको छैन। अब म मिल्क टी बनाउँछु अनि हामी सबैजना मिलेर खान्छौँ भनेर यहाँ हेर्न सक्नुहुन्छ कति धेरै क्रन्ची छ। मैले यो डोनटलाई चाहिँ मिल्क टी बनाएँ अनि टीसँग डोनट, आहा एकदमै टेस्टी नेपाली स्वाद आएको छ है त। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।